सबैलाई हालेलुया हालेलुया प्रभुलाई धन्यवाद भएको होस्। तपाईहरु कतिजना परमेश्वरको वचनलाई आदर गर्न चाहनुहुन्छ? यस, जति हामी परमेश्वरको वचनलाई आदर गर्छौँ त्यसलाई तल लाग्नु सक्छौँ। जति हामी परमेश्वरको वचनलाई आदर गर्छौँ त्यति हाम्रो जीवनमा आशिष हुन्छ। आमेन। यदि हामीले परमेश्वरको वचनलाई आदर गर्न सकेनौँ भने चाहिँ प्रभुले नै सबै कुरा उहाँले जान्नुहुन्छ र हामीले परमेश्वरको वचनलाई आदर गर्न पर्ने हुन्छ। किन परमेश्वरको वचन चाहिँ हाम्रो लागि जीवन। हालेलुया। र अनि परमेश्वरको वचन चाहिँ हाम्रो खुट्टाको लागि बत्ती पनि हुन्छ। ल सानो नानीहरू गएर पनि तपाईँहरूले पनि टेकेर राख्नुहोस्, कसैले हल्ला नगर्नुहोस् ल प्लिज। अनि वचन चाहिँ ध्यानसँग सुन्नुहोस्। भाइ पछाडि रुममा कोही छ? नबडी कोही छ भने भित्र अगाडि आउनु, यता आउनु वचन सुन्नको लागि। ल उताबाट कोही पनि बस्दैन किनकि वचन सुन्नुपर्छ। हालेलुया। हुन्छ, प्रभुलाई धन्यवाद भएको होस्। र हामी जति परमेश्वरको वचनलाई आदर गर्छौँ, सिरोपर गर्छौँ, त्यति नै हाम्रो जीवनमा परमेश्वरले आशिष दिनुहुन्छ। हालेलुया हालेलुया। त्यसकारण हामीले परमेश्वरलाई आदर गर्न सक्छौँ किनकि स्वर्ग उहाँको सिंहासन हो, पृथ्वी उहाँको पावर। आमेन। स्वर्ग के उहाँको सिंहासन हो, पृथ्वी चाहिँ उहाँको पावर। अनि हामी हरेक व्यक्ति उहाँको पावरमा छौँ। प्रभु धन्यवाद भएको छ। र आजको दिव्य वचन तपाईँको बिचमा मैले ल्याएको छु। हुँदा पनि गाह्रो, नहुँदा पनि साह्रो है। हुँदा पनि गाह्रो, नहुँदा पनि साह्रो। तपाईँहरूले भन्नुहोस् यो कस्तो खालको चाहिँ के भन्छ विषय होला भन्नुहुन्छ है। हुँदा गाह्रो, नहुँदा के अरे साह्रो हुन्छ। तपाईँको बिचमा सिधै म परमेश्वरको वचन जानेछु। हामी सबैले निकाल्नेछौँ कि लुकाको पुस्तक, लुका र सुसमाचारको पुस्तक 12को 15देखि लिएर 21सम्म आजको वचन हामी पढ्नेछौँ। लुकाको पुस्तक ल लुका र सुसमाचारको पुस्तक 12को 15देखि 21सम्म। र तपाईँहरूसँग बाइबल कोसँग को छ तपाईँहरूसँग? बाइबल देखाउनुहोस् त। बाइबल छ? माथि पढ्नुहोस् त बाइबल। ल तपाईँले मैले बाइबल पढ्न जाने पनि नजाने पनि सुन्नुहोस् है त। के हो अरे बाइबल पढ्न आए पनि नआए पनि हामी विश्वासले चाहिँ बाइबल बोकेर हिँड्नुपर्छ। आमेन। अन्त पढ्दै गर्दाखेरिमा चाहिँ त्यो छेउको साथीलाई भन्नुहोस्, निकाल्नुहोस् भन्नुहोस्। त्यो तपाईँले हेरेर पनि के सिक्नुहुन्छ। आमेन। तपाईँले बाइबलै बोक्नु भयो भने एउटा कुरा चाहिँ, एउटा आर्मी भएपछि उसले राइफलै बोक्दैन भने उसको युनिफर्मले मात्रै के गर्ने होइन, कामै छैन। उसको युनिफर्म मात्रै अर्कै कामै छैन। त्यस कारण हामी यदि सैनिक हौँ, यदि आत्मिक सैनिक हौँ भने चाहिँ हामी हरेकले आइतबारको दिन चाहिँ पढ्न जाने नजाने हामीले बाइबल बोकेर हिँड्नुपर्छ। हाम्रो आफ्नो बाइबल हुनुपर्छ। बाइबल हामी कतिखेर लानु भन्नुहोस् त? कतिखेर लानु बाइबल? कतिखेर लानु बाइबल भन्नुहोस् त? फ्रेसको जाँदाखेरि बाइबल लान्छौँ? सुपर मार्केट जाँदाखेरि लान्छौँ? लाँदैन। त बाइबल चाहिँ कहाँ लिएर आउनुपर्छ मण्डलीमा? यदि तपाईँहरूसँग बाइबल छैन भने झिकाउनुहोस् बाइबल। बाइबल झिकाउनुहोस्। पढ्न जान्ने नजान्ने हरेकले आइतबारको दिन चाहिँ आउँदा तपाईँले बाइबल बोकेर आउनुहोस्। अनि छेउमा आफूसँग अलि नेपाली जान्ने, पढ्न जान्ने मान्छेहरूसँग पढ्नुहोस्, निकाल्नुहोस् त भन्नुहोस्। किनभने सिक्किमको रोदानतिर पूर्व दिदीले चाहिँ उता नपढेको व्यक्ति हो, कालो अक्षर भैँसी बराबर। र त्यसरी नै सिक्नुको लागि चाहिँ उहाँले बाइबल बोकेर आउनुपर्छ है। जान्नेको छेउमा बसेर निकाल्नुहोस्, म यसो हेर्दाखेरि चाहिँ उहाँले पढ्नुहोस्।
अहिले रोदा आन्टी प्रभुमा सुतिसक्नुभयो, धेरै वृद्ध भएर, तर उहाँ ठाउँ ठाउँमा वक्ता भएर हिँड्नुहुन्थ्यो है। पूर्ण दिदीले अहिले त्यति साह्रो कान सुन्नुहुन्न र पनि अहिले वक्ता भएर हिँड्दै हुनुहुन्छ। एउटा साक्षी गवाएको छ। त्यस कारणले तपाईँ मैले अब हामीले यो मोबाइलमा हेरेको वचनले त कोही दिन एक दिन त्यो मोबाइलको वचन त त्यो मोबाइल बिग्रियो भने कहाँ हेर्ने होइन। अनि अहिले चाहिँ विश्वासीहरूमा चाहिँ के बानी भएको छ भने खालि मोबाइलमा हेर्ने। मैले पास्टरहरूले पनि अगाडि प्रचार गर्न जाँदाखेरि मोबाइलमा हेरेको मैले देखेको छु। पास्टरहरूले पनि है त मैले मोबाइलमा हेरेको देखेको छु। यी लन्डनमा एकजना वरिष्ठ पास्टर आउनुभएको थियो। उहाँले सान्त्वना के उहाँले त्यो दिन चाहिँ फिरौनको वचन बोल्न जानुभएको थियो अगाडि। उहाँले मोबाइलमा हेर्दै हुनुहुन्थ्यो। मलाई कति अप्ठ्यारो लागेर पास्टरले एउटा मोबाइलमा हेरेर वचन प्रचार गर्छ नि त्यो चर्चको विश्वासले के हेरेर बस्छ। त्यस कारणले हामीले जब हामी परमेश्वरको वचनमा रहन्छौँ, जब हामी परमेश्वरको वचनलाई आदर गर्छौँ भने चाहिँ मेन कुरा चाहिँ तपाईँसँग आदर छैन भने मोबाइलबाट हेर्नुहोस्, तर छ भने चाहिँ वचनबाट हेर्नुहोस्। अनि वचनको टाइममा चाहिँ मोबाइल लक योर पकेट यहाँ राख्नुहोस्। मैले यस्तो भन्थेँ कि हामी परमेश्वरलाई आदर गर्छौँ भने चाहिँ 2 घन्टाको लागि मोबाइललाई यहाँ राख्नुपर्छ। नहेरिकन हुने छैन भने चाहिँ नहेरि नहुने छ भने तपाईँहरूले त्यो वचनलाई खोल्नुहोस्। होइन चाहिँ वचनलाई तपाईँहरूले सिद्ध बोकेर हेर्नुहोस्, बाइबल बोकेर हेर्नुहोस्। आमेन। हुँदा पनि गाह्रो नहुँदा पनि साह्रो कस्तो खालको विषय है गाह्रो छ। र तपाईँको बिचमा चाहिँ मैले आजको लुकाको पुस्तकबाट लिएर आएको छु 15 देखि लिएर 21 सम्म। यहाँ एउटा दृष्टान्तको विषयमा हामी विचार गर्छौँ। यसो ख्रीष्टका चेलाहरू सँगै हिँड्दै गर्दाखेरिमा त्यहाँ भिडमा एकजना व्यक्ति आउँछ अनि भन्छ कि उसले गुरुज्यू मेरो पाउने हिस्सा बाँडिदिनुहोस् न। अनि त्यो व्यक्तिले चाहिँ प्रभुसँग के भन्दै हुन्थ्यो भने चाहिँ भन्न सोच्दै थियो भने चाहिँ उसले चाहिँ न्यायकर्ता रहेछन् भनेर सोच्दै थियो। ऊ चाहिँ न्यायाधीश रहेछन्, उसले चाहिँ अंश बनाउने मान्दो रहेछन्। ऊ चाहिँ सायद जुङ्गा जस्तो सोचेर जुङ्गा भुटानमा पनि जुङ्गा है। तर प्रभुले त्यहाँ के भन्नु भने तिमीलाई कसले भने म न्यायाधीश भन्छ है। अनि यहाँ चाहिँ प्रभुले त्यहाँ दृष्टान्त भन्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो होसियार रहौ, सबै किसिमका लालसाबाट जोगिने काम गर, किनकि मानिसको जिन्दगी उसको धन र सम्पत्तिको प्रशस्तमा रहँदैन भनेर त्यहाँ दृष्टान्त भन्नुभयो है। तर यो व्यक्ति चाहिँ एकदम धन्दनीय व्यक्ति रहेछ होइन। हामीले हेऱ्यौँ भने चाहिँ होइन यहाँ के भनेको छ नि पढ्नु हामीहरू सबैले। म 21 सम्म पढ्नेछु, 15मा पढ्नेछौँ। तपाईँहरूले अझै के अरे अरू पनि निकाल्नु जस्तो छ भने ल 15-16 पनि निकाल्नुहोस् ल छैन। मैले यहाँनिर 15 देखि 21 सम्म दिएको थिएँ। तपाईँहरूले लेख्नु भएन ल ठिकै छ म पढ्छु ल। तपाईँले वचन दिएको थिएँ, तपाईँले भन्नुभयो होला। अनि उहाँले तिनीहरूलाई भन्नुभयो होसियार रहौ, आफैलाई सबै किसिमका लालसाबाट जोगाऊ, किनकि मानिसहरूसँग भएका प्रशस्त चिजहरूले मानिसको जिन्दगी रहँदैन। अनि उहाँले तिनीहरूलाई यसो भनेर एउटा उखान भन्नुभयो। कुनै एउटा धनी मानिसको जमिनले प्रशस्त जमिन दियो। अब त्यसले यसो भनेर मनमनमै बुन्न लाग्यो, मसित मेरो अन्न राख्ने छैन, अब म के गरौँ। अब सुन्नुहोस् है त, मैले भनेको हुँदा पनि गाह्रो नहुँदा पनि साह्रो। अहिले मात्र अझै म पढ्नेछु है त ल। अहिले मात्रै पढ्नेछु म के गरौँ भनेर उसले आफैलाई सोध्यो। उसले के गरेर आफैलाई सोध्दैछ म के गरौँ, मेरो राख्ने जग्गा छैन। प्रशस्त भयो, उब्जनी प्रशस्त भयो, प्रशस्त म चाहिँ कहाँ राखौँ भने उसले आफैलाई सोध्यो। अनि उसले भन्छ अब म के गर्छु भने म ठुलो ढिकुरी बनाउँछु अनि त्यहाँ म राख्नेछु। अनि म भन्नेछु ए आत्मा अब खा पी मस्ती गर,
भनेर उसले आफैलाई नै आफैले भन्दैछ। अब सुन्नुहोस्, यो व्यक्तिले के सोच्यो त भन्दाखेरिमा चाहिँ आफ्नो लागि मात्रै सोच्यो। उसले आफैलाई सोध्यो र आफैले भन्दैछ कि म ठुलो ढिकुटी बनाएर राख्छु भन्दैछ उसले। अहिले म जुन पर्छ तपाईँलाई व्याख्या गर्नुहोस् ल। तब त्यसले आखलामा तब त्यसले भन्यो म यही गर्छु, म आफ्नो भत्काएर झन् ठुलो बनाउँछु और मेरो सबै अनाज र सम्पत्ति त्यहीँ राख्छु। और म आफ्नो प्राणलाई भन्नेछु, ए प्राण, धेरै वर्षसम्म पुग्ने धेरै सम्पत्ति तेरो निम्ति थुपारेको छु। आरामसित बस, खा र पी, आनन्द गर। तर परमेश्वरले त्यसलाई भन्नुभयो, ए मूर्ख, यही रात तँबाट तेरो प्राण फिर्ता चाहिएको छ र जे कुराहरू तैँले तयार गरेको छस् ती कसको होला? तर परमेश्वरतर्फ धनी नभइकन आफ्नो निम्ति मात्र धन जम्मा गर्ने यस्तै हुन्छन्। अब सुन्नुहोस् यहाँ, यो व्यक्ति एकदम धनगढिया भयो। जमिनले प्रशस्त मात्र मूल्य उब्जनी दियो, मकै, धान, खेती, सबै कुरा, गाई बस्तु उब्जनी सबै कुरा भयो। सायद उसले बेचबिखन पनि गर्यो होला, उसँग पैसा पनि भयो होला, राख्ने जग्गा छैन। अनि उसले आफैलाई सोध्यो, उसले आफैलाई भन्दैछ म ठुलो ढिकुटी बनाउँछु भन्दैछ। उसले आफैले नै निर्णय गर्यो। तर यो निर्णय चाहिँ गर्नको लागि चाहिँ उसले परमेश्वरलाई दियो। आमेन, हालेलुया। प्रभु, तपाईँले मलाई प्रशस्त दिनुभयो, म तपाईँको निम्ति म के गरौँ भन्नुभयो थियो। म तपाईँको निम्ति म के गरौँ, कतिसम्म म गर्न सक्छु? तर व्यक्तिले के गर्यो? आफैलाई मात्रै उसले निर्णय गर्यो। अघि नहुँदाखेरि केही पनि थिएन, धेरै परिश्रम गर्यो, तर हुँदा अझै उसलाई के भयो? साह्रो पर्यो। अनि उसलाई बिस्तारै के हुन थाल्यो? भित्र के पर्न थाल्यो? उसलाई उसको हृदयमा के पस्न थाल्यो? उसलाई लोभ पस्न थाल्यो। प्रिय मण्डली, लोभले लाभ, लाभले लाभ हुन्छ। बुझ्दै हुनुहुन्छ? यो व्यक्तिले परमेश्वरले निर्णय गर्नु दिएन। मेरो प्रशस्त भयो, यति चाहिँ परमेश्वरलाई, यति गरिब दुखीलाई, यति चाहिँ मेरो ढिकुटीमा भन्ने थियो भएन। एक्लै निर्णय गर्यो। अन्त परमेश्वरले त्यहाँ भन्दै हुनुहुन्छ उसलाई एन्सर दिनुभयो, ए मूर्ख, सुन त भन्नुभयो। सुन मूर्ख, आज राति नै तेरो प्राण मैले तँसँग लिएर दिएँ, त्यो कसको होला? यो संसार भएको यो थोक नि परमेश्वरको, बाइबलले भन्छ। हाम्रो होइन, हाम्रो दिन हाम्रो हो प्रिय, तर हामी गएको दिन संसारले राख्न जान सक्दैनौँ। त्यसकारण कतिचोटि मानिसहरूमा धन सम्पत्ति हुँदै गयो भने के हुन्छ थाहा छ? अर्को महिनामा यति बनाउँछु, अर्को महिना यति बनाउँछु, अर्को महिना यति बनाउँछु है। अनि लोभ पस्दै जान्छ। यो व्यक्तिले परमेश्वरलाई भुल्यो, आफैलाई मात्र निर्णय गर्यो। यो व्यक्तिले परमेश्वरलाई उसले भुलेको छ, आफैले निर्णय गर्यो, आफ्नो लागि मात्रै सोच्यो। तपाईँले मैले गर्दै गरेको परिश्रम परमेश्वर जुट्नु भएको। आमेन। तपाईँले कम्पनीमा काम गर्दै हुनुहुन्छ, तपाईँहरूको उहाँहरूको हृदयमा बोल्नुभएको छ। त्यो कामको कम्पनीको मान्छेको हृदयमा बोल्नुभएको छ। यो व्यक्तिले काम गर्छ भन्छ। तपाईँले म कम्पनीमा काम गर्दै हुनुहुन्छ, मण्डलीले प्रार्थना गरेको छ। यो व्यक्तिले के गर्छ भन्दाखेरिमा चाहिँ अप्रशस्त ठुलो ढिकुटी बनाउँछ भने, तर उसले परमेश्वरलाई त भुलि उठायो। कतिचोटि तपाईँले मैले परमेश्वर प्रत्यय भुलि उठाउँछ। अनि हामीले आफैलाई निर्णय गर्दाखेरिमा लोभले लाभले लाभ हुन्छ। प्रिय मण्डली,
तपाईँ मैले परमेश्वरलाई कतिको आदर गर्दैछ सोच्नु चाहिँ परमेश्वरलाई कतिको इज्जत गर्दैछ। यूहन्ना 3:16 पद पढ्न हामीलाई सधैँ लाग्छ, किनभने परमेश्वरले संसारलाई प्रेम गर्नुभयो, उहाँले एकलौटी पुत्र दिनुभयो भने हामी सजिलोसँग पढ्छौँ। तर तपाईँ अनि मैले परमेश्वरलाई प्रेम गरेका छौँ। यो वचन तपाईँको लागि मात्रै होइन, मेरो लागि पनि हो। जति म परमेश्वरलाई आदर गर्छु त्यति परमेश्वरले हामीलाई आशीर्वाद दिनुहुन्छ। आमेन, हालेलुया। त्यसकारण यो मानिसले के गर्यो, यो मानिसको जिन्दगी चाहिँ उसको धन सम्पत्तिको प्रशस्तमा रहँदो रहेछ भन्दै यीशुले भन्नुभयो। धन सम्पत्तिले हामीलाई कहिले पनि अनन्त जीवन दिँदैन। तपाईँ धन सम्पत्तिमा अनन्त जीवन खोज्नुभयो भने कहीँ भेटाउनुहुन्न, कहीँ पाउनुहुन्न। ब्याङ्कमा पैसा थुपार्नुहोस् र अनन्त जीवन खोज्नुहोस्, तपाईँले कहीँ पाउनुहुन्न। कति धन सम्पत्ति थुपार्दा तपाईँले अनन्त जीवन चाहिँ कहिले पनि पाउनुहुन्न। तर अनन्तसम्म रहिरहने जीवन त परमेश्वर होइन। त्यसकारण परमेश्वर हामीलाई आदर गर्नुपर्छ त है। त्यस कारणले यो व्यक्तिले के गर्नुपर्थ्यो भने प्रशस्त अन्न दियो, उब्जनी भए, तर उसले यो भन्नु पर्थ्यो, प्रभु तपाईँले जमिनबाट प्रशस्त दिनुभयो, यति चाहिँ म तपाईँलाई तपाईँलाई दिन्छु भन्नुभयो। यो तपाईँको निम्ति भन्नुभयो। अस्ति अनुजाले यहाँनिर गवाई दिँदै थियो, ब्याङ्क ब्यालेन्समा 60 रुपियाँ मात्रै रहेछ पैसा। सुन्नुभयो तपाईँहरूले? 60 रुपियाँ मात्रै रहेछ। उसलाई के गरौँ भएछ। यही 60 रुपियाँ पनि म परमेश्वरलाई दिन्छु भनेर अनुजाले लिएर दिन्छ। हेर्दा परमेश्वरले कति महान काम गर्नुभयो। अनुजाले परमेश्वरलाई आदर नगरे भएदेखि सायद त्यो काम सक्सेसफुल हुने थिएन। प्रिय भनेर तपाईँले मैले परमेश्वरलाई आदर गर्न सिक्नु। करले होइन तर रहरले आदर गर्न सिक्नु। करले कहिले पनि हुँदैन। मान्छेलाई तपाईँले आदर गर्नुपर्छ भन्नु हुँदैन, तपाईँको भित्र हृदय बोल्नुपर्छ। आमेन। जबसम्म पवित्र आत्माले मण्डली भरिँदैन नि, पवित्र आत्मा जबसम्म हामीतिर बोल्नुहुन्न नि, तबसम्म हामी केही पनि गर्न सक्दैनौँ। पहिले पवित्र आत्माले भरिनुपर्छ। आमेन, हालेलुया। पवित्र आत्माले भरिएको व्यक्तिले परमेश्वरलाई आदर गर्न सक्छ। हालेलुया। तर प्रशस्त धनले चाहिँ हाम्रो जीवन बाँच्दो रहेनछ होइन। हामीले यो प्रेरितको पुस्तक हामीले 5:1-4 हेर्यौँ भने प्रेरितको पुस्तक 5:1-4 त्यहाँनिर हामीले हेर्यौँ भने त्यहाँ हनन्या र सफारीको हनन्या र सफीराको विषयमा लेखेको विषयमा लेखेको छ। हनन्या र सफीरा चाहिँ उनीहरू हस्बेन्ड एन्ड वाइफ हुन् है। तर हनन्या नाउका कोही एकजना र तिनको पत्नी सफीराले एक टुक्रा जमिन बेचे। यो जमिन बेचेका छन् उनीहरूले। अनि जब त्यो जमिन बेचे अनि उनीहरूले चाहिँ परमेश्वरसँग लानु पर्ने कुराहरू लगेन। उनीहरू प्रशस्त थियो होला, बेचे टुक्रा जमिन, तर लानु पर्ने कुराहरू उनीहरूले लगेनन्। अनि प्रेरितको क्रेडिटरको अगाडि भनेर भने जस्तो के पुरै निकाल्नुहोस् भाइ। ल हुन्छ, मैले चाहिँ एउटा मात्रै पठाएको ल ठिकै छ, मैले पुरै ल्याउनु थिएँ। ल ठिक छ हुन्छ, म यहाँ पढ्नेछु। ल 4सम्म पढ्नेछु। म प्रेरितको पुस्तक कसले लेखेको होला? कसले भन्न सक्नुहुन्छ प्रेरितको पुस्तक कसले लेखेको? हो, लुकाले लेखेको पुस्तक। ल म पढ्नेछु तपाईँको बिचमा। ल हुन्छ, हामी हतार पर्दैन, म बिस्तार जान्छु हाम्रो यसमा। यी व्यक्तिहरूले चाहिँ एक टुक्रा जमिन बेचेका छन्। ल पढ्नेछु। तर हनन्या नाउँ भएका कोही एउटा मानिस र तिनकी पत्नी
सफिरा भएर तिनको कुनै एउटा सम्पत्ति बेचे। त्यसको मोलबाट तिनकी स्वास्नीले पनि एकछिन बेचे र त्यसको मोलबाट तिनकी स्वास्नीले पनि थाहा पाउने गरी केही हिस्सा आफूलाई राखे। अब यो कसै न त्यो नानीहरूलाई किन भित्र खेलाइदिनुहोस् है प्लिज ल। केही हिस्सा राखे र केही हिस्सा ल्याएर प्रेरितका चरणमा राखिदिए। तर पत्रुसले पनि ए हननिया पवित्र आत्मासँग झुट्टा बोल्ने, ए हननिया पवित्र आत्मासँग झुट्टा बोल्ने, जमिनको मोलबाट केही हिस्सा राख्ने काम गर्नलाई शैतानले तिम्रो हृदयमा किन यसरी भनिदियो? पत्रुसले भन्दछ नि तिमीलाई कसले भनिदियो कुराहरू भन त त्यो रौन्दिनु के त्यो तिम्रो आफ्नै थिएन र त्यो बिक्री भएपछि पनि त्यो तिम्रो अधिकारमा थिएन र यस्तो कुरा कसरी तिम्रो हृदयमा विचार गर्न सक्यौ? तिमीले मानिसलाई त होइन तर परमेश्वरलाई नै ढाँट्यौ। जमिन बेच्यो तर केही हिस्सा उसको बुढीसँग सल्लाह गरेर केही हिस्सा मात्रै लग्यो। अनि उसले भनेपछि यति नै हो भन्दैछ। तर पत्रुस चाहिँ पवित्र आत्माले भरिएको छन्। अनि पत्रुसले के भन्छन्, तिमी किन ढाँट्छौ? किन परमेश्वरसँग तिमी खेलबाड गर्छौ? यहाँ हामी के देख्छौँ भन्दाखेरि चाहिँ आज हाम्रो विश्वासीको इमान्दार पनि देख्छ है। इमान्दार कतिको हाम्रोमा इमान्दार छ। इमान्दारीपन चाहिँ हट्यो भने चाहिँ मान्छेको जीवनबाट इमान्दारीपन हट्यो भने चाहिँ नि ऊ चाहिँ मान्छेलाई मात्र नभएर ऊ चाहिँ परमेश्वरबाट पनि नलागेको व्यक्ति हुन्छ। इमान्दारपन हट्यो भने चाहिँ यो दुईजनाले हिस्सा त बेचे तर केही हिस्सा मात्रै लगाएर अगाडि राखिदिए। थाहा छ ढाँटेको कारणले गर्दाखेरिमा परमेश्वरसँग खेलबाड गरेको कारणले गर्दाखेरिमा पहिला श्रीमान पछाडि श्रीमती, श्रीमानलाई टुङ्गा मार्नु पुर्याउन पर्ने श्रीमती भयो। यो किन थियो? एक त उनीहरूको इमान्दारी पनि सक्यो, अर्को उनीहरूले ढाँटेका छन्। त्यस कारण परमेश्वरमा हामीले कहिले पनि खेलबाड गर्नु हुँदैन। हाम्रो इमान्दारी पनि कहिले पनि हट्नु हुँदैन। त्यस कारणले तपाईँले मलाई दिएको जति प्रशस्त धन छ भने पहिला चाहिँ परमेश्वरलाई भन्नु, प्रभु यो तपाईँको निम्ति होला भने छुट्याउनुहोस्। त्यो आशिष छ। आमेन, हालेलुया। आउनुको सायद आलु किने पैसा थिएन होला बिचारा। मण्डली भाव मिलेर परमेश्वर निम्ति दियो होइन। परमेश्वरले नानी अनुजाको कसरी आवश्यकता पुरा गर्नुभएको छ। मालिकको पुस्तकमा पढ्नुहोस् न, उहाँले भन्नुपर्छ, प्रभुले भन्नुहोस् होइन। परमेश्वरले भन्नुभयो त मालिकको 3 जग्गा पढ्नुहोस् त, मलाई जाँचेर हेर भन्नुहोस्। अनि कतिचोटि चाहिँ हामीमा जब यो हननिया र सफिरा जस्तै उनीहरूमा के आयो अरे लोभ पस्यो। के आयो अरे लोभ आयो। यति दियो भने त सकिन्छ, फेरि सुन्छ, मेरो मन रहँदैन। प्रिय मण्डली, वचनले के भनेको छ भने हुनेलाई दिनेछ, नहुनेलाई खोसिनेछ। किन? हुनेलाई दिनेछ तर नहुनेलाई खोसिनेछ। किन भन्नु? हुनेलाई दिनेछ अरे। अब वचन सुन्दा त अहिले प्रबल नपाउने व्यक्तिहरू सुन्दा त कस्तो होला? अरे हुनेलाई दिँदो रहेछ, यहाँ त नहुनेलाई के अरे नदिँदो छ, खोसिनेछ भनेको छ। जब तपाईँले मसँग नि हुन हुँदै पनि छैन भन्छ भने चाहिँ एक दिन छैन भन्ने कुरा हुन्छ। त्यही वर्ष तपाईँले मेरो इमान्दारीपन कस्तो छ? म दिने विषय हुँदैन, तर यहाँ झुट्टा बोल्ने कुराहरू र अनि प्रभुलाई खेलबाड गर्ने कुराहरू प्रदर्शन छ। हुँदा गाह्रो, नहुँदा साह्रो। नहुँदा के हुन्छ? पैसा छुट्छ हुँदैन,
पैसाले के कसो हुन्छ हुँदैन। छ भने के हुन्छ भन्नुहोस् त, आत्तिन्छ हाम्रो ल यो पैसा के गर्नु कसो गर्नु ल ल ल ल भन्ने हामी आत्तिन्छ। तर प्रिय मण्डली, पहिला प्रभुसँग प्रार्थना गर्नुहोस्, प्रभु हामीसँग जमिन छैन, अहिले मकैबारी छैन, धान खेती छैन, तर जसको अवस्था भए पनि परमेश्वरले तपाईँले मलाई रित्तो राख्नु भएको छैन। आमेन। तपाईँले कतिजना रित्तो हुनुहुन्छ? कोही रित्तो हुनुहुन्छ? हामीलाई पहिल्यै रित्तो राख्नुपर्छ परमेश्वर। हामीलाई काहीँ न काहीँबाट आशा छुटाउनु भएको छ, दिनुभएको छ प्रभुले। त्यसकारण प्रिय हो, तपाईँले मैले परमेश्वरसँग कहिले पनि खेलबाड गर्नु हुँदैन। हननिया र सफिराले जसरी प्रभुलाई ढाक्यो यति नै भन्न ल्यायो, अनि दुईजनाको इमान्दारीपन चाहिँ प्रभुलाई थाहा भयो। इमान्दारीपन मैले जब तपाईँ मेरो इमान्दारीपन नि जब सकिन्छ नि, मानिसहरूसँग मात्र नभएर परमेश्वर संसार केही पनि हुँदैन। इमान्दारीपन आउँछ, कतिको इमान्दारपन छ तपाईँ। जब हामीसँग 500 रुपियाँ हो भने 50 रुपियाँ दिन हामीलाई गाह्रो पर्छ, होइन? 1000 रुपियाँ भयो भने हामी 1000 रुपियाँ कमायो भने 100 डलर दिन हामीलाई दान गर्न पैसा सोच्छ। तर हामी हननिया र सफिरा जस्तो नगर्नु। इमान्दारी प्रकारले तपाईँहरूले एउटा कुरो सोध्नु पर्नु, तपाईँहरूले घरको भाडा तिरेर के होला? निकाल्छ। हामीले काम गर्दै लाँदाखेरिमा अनि कुनै हामीलाई संस्थाले दिँदै गर्दाखेरिमा हामी पहिला कसलाई सम्झन्छौँ? एकछिन परमेश्वर एकछिन राख्नुहोस्, कहाँ सम्झन्छौँ? घर भाडा दिएन भने ताला लगाइदिन्छ। त्यति डर लाग्दो रहेछ हामीलाई। म पनि डराउँछु, होइन? घर भाडा दिएन भने के गर्छ अरे? ताला लगाइदिन्छ। ढुक 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 हुन्छ हुँदैन? हुन्छ नि, हुन्छ नि। त्यतिको परमेश्वरसँग डराउनुहोस् त, ढुकढुक गर्नुहोस् न। किन हननिया र सफिराले नि नढाकेको भएदेखि, उनीहरूको इमान्दारीपन रहेको भएदेखि नि उनीहरूको हात त्यस्तो हुने थियो। ढाक्यो नि त है। पहिला श्रीमान गयो, दिने बेलामा श्रीमती कता भागी पठायो, होइन? दिने बेला श्रीमान भागेछ, के श्रीमती भाग्यो छैन त श्रीमान। श्रीमानले दियो नि, श्रीमती भाग्यो, श्रीमान पनि भाग्यो होला नि। तर परमेश्वरलाई थाहा थियो, पवित्र आत्माले बताउनु भयो, यो हननिया र सफिरा बेचेको पैसा दिएर खेल्दैन किन ढाक्यो भन्छ। मैले बोलेको होइन है, परमेश्वर मसँग बोलेको है, म बोल्दिनँ, तर परमेश्वर मसँग बोल्दै हुनुहुन्छ। त्यसकारण प्रिय मण्डली, तपाईँले मैले नि जब सानो उब्जनीमा हेरौँ है, उब्जनीमा सानो तपाईँको फुलबारीमा पनि तपाईँले केही तोरीको साग लाउनु भयो भने नि एक मुठा लिएर प्रभुको अगाडि राखिदिनुहोस्। एक मुठा डल्ले खोर्सानी फलेको छ भने प्रभुको निम्ति पहिला छुट्याउनुहोस्, पहिला नखानुहोस्, प्रभुको निम्ति छुट्याउनुहोस्, अनि यहाँ लिएर राखिदिनुहोस्। जोसुकैले खानुहोस्, यहाँ लिएर राख्नुहोस्। हुन त यहाँ लिएर राखेको खास पुजारीको हो, होइन? पुजारी पहिला पुरानो नाम त पुजारीको त्यही नै थियो, खेती किसान त्यही थियो, पुजारीले खानुपर्ने। तर जसलाई इच्छा लाग्छ तपाईँले लान सक्नुहुन्छ। तर एकदमै लिएर राख्नुहोस् यहाँनिर। ल यो मेरोमा एउटा गमलामा डल्ले खोर्सानी थियो, त्योबाट लिएर आएको दिनुहोस् तपाईँलाई इमान्दार प्रकारले। त्यहाँ तपाईँको इमान्दारी छ। रुपियाँ पैसा कमाउँदै जाँदाखेरिमा पहिला प्रभुलाई सम्झिनुहोस्, प्रभु महिनाभरि मलाई सम्हाल्नु भयो, म जाँदा आउँदा तपाईँले सुरक्षा गर्नुभयो, हरेक एक्सिडेन्ट खतराबाट बचाउनु, जाँदा आउँदा मलाई जोगाउनु प्रभु तपाईँले। तर म तपाईँको निम्ति म छुट्याउँदैछु भन्नुहोस्। यहाँ लिएको पैसा पास्टरको होइन, परमेश्वरलाई पहिला सम्झिनुहोस्। तपाईँ कतिको आशिष हुँदै जानुहुन्छ त्यहाँनिर हेर्नुहोस्। तर कतिचोटि म तपाईँलाई भन्दै थिएँ, पहिलामा सुरुवातमा विश्वास गर्दाखेरि
फाप्रा यहाँ छ भने लोभ हुँदो रहेछ लोभ हुँदो रहेछ फाप्रा यहाँ छ भने साटेर पनि मैले चारेर राखेर एक रुपियाँ दिन कस्तो नराम्रो बानी है मेरो इमान्दार होइन हुँदैन त्यतिखेर मैले नबुझेर जानु म नयाँ हुँदाखेरि जब पुरानो हुँदै गएपछि चाहिँ आहा यो नहुने रहेछ भनेर मैले प्रभुलाई नहाँटिकन दिन थालेँ। प्रभुले हाम्रो जीवनमा आशिष गर्नु आमेन हालेलुया हालेलुया। त्यसकारण जे पनि होस् चाहे तोरीको साग होस् चाहे डल्ले खोर्सानी होस् चाहे तपाईँलाई कमाएको रुपियाँ पैसा किन्नुहोस् पहिला प्रभुलाई छुट्याउनुहोस् प्रभुलाई छुट्याएर राखिदिनुहोस्। प्रभु यहाँ छ है आज कतिचोटि मण्डलीमा थाहा छ दर्शन भेटिदिएको हुन्छ प्रभु तपाईँलाई भनिदिएको हुन्छ प्रभु तपाईँको निम्ति यो प्रभु तपाईँको निम्ति दिएको हुन्छ अलिकति भएन भने शङ्का बन्न थाल्छ ट्रेजरले के गर्यो होला पास्टरले कता पुर्यायो होला ट्रेजरले कति चलायो होला हामीलाई भन्दैन शङ्का बन्न थाल्छ। हिन्दू नियममै हुँदाखेरि हामी हिन्दू व्याकरण हुँदाखेरि मन्दिरमा गएर भेटी चढाउँदाखेरि पण्डितलाई खोज्दा कोही जानु तपाईँहरू जानु भएन हो दिएको कुरालाई इमान्दारबाट दिनुहोस् राखिदिनुहोस्। प्रभुको आँखा नि सानो छैन यो संसार त हटिन जस्तै हो हामीले आफ्नो चक्र देख्दैनौँ प्रभुको आँखा सानो छैन ठुलो छ। हामी के गर्दैछौँ कसो गर्दैछौँ हाम्रो विचार कस्तो छ हाम्रो धारणा कस्तो छ हामी कतिको दिनी हृदय छ भन्ने कुरा चाहिँ परमेश्वरले जान्नुहुन्छ। हालेलुया। त्यस कारणले म त डल्ले खुर्सानीको विषय भन्दै थिएँ तोरीको सागको विषय भन्दै थिएँ कमाएको रुपियाँबाट इमान्दारीपूर्वक तपाईँले जब प्रभुको नाममा छुट्याउनुहुन्छ नि तपाईँको जीवनमा प्रशस्त आशिष हुन्छ। व्यवस्था पुस्तक निकाल्नुहोस् त्यहाँनिर व्यवस्था पुस्तक 26 को 1 देखि 5 सम्म त्यहाँ पनि सायद मलाई छैन जस्तो लाग्यो। व्यवस्था पुस्तक ल व्यवस्था पुस्तक व्यवस्थाको पुस्तक ल यो व्यवस्था चाहिँ तपाईँले मलाई दिएको किताब परमेश्वरले आफैले नै मसला दिनुभएको। हालेलुया। तपाईँले मेरो निम्ति लेखिएको पुस्तक हो व्यवस्था पुस्तक निकालिदिनु भयो ल यसलाई म पुरै पढ्नेछु अनि तपाईँलाई व्याख्या गर्नेछु ल हुन्छ। व्यवस्था पुस्तक जानेछौँ व्यवस्था पुस्तक 26 को ओके ल यहाँनिर माथि नै भनेको छ कि ट्रफिकमै प्रथम उब्जनी र दशम चढाउने नियम भनेर लेखेको छ। तपाईँ बाइबल भेट्नुहुन्छ है। यहाँ इजरायलीहरूलाई के भनेको थियो भने सुन्नुहोस् इजरायलीलाई के भनेको थियो भने इजरायलीहरू चाहिँ मिस्र देशमा पुगेका छैनन् उनीहरू बाटोमै छन्। उनीहरूलाई व्यवस्था दिएको छ मोसालाई जब बोलाउनु भयो अनि मोसाले व्यवस्था लिएर आएको छ त्यहाँनिर तिमीहरू जब मिश्रमा पुग्दाखेरि चाहिँ तिमीहरूले त्यहाँ पुग्नुभन्दा पहिला नै तिमीहरूले यो कुरा जानिराख्नु है भनेर चाहिँ त्यहाँनिर व्यवस्था दिएको थियो होइन। र म तपाईँहरूको बिचमा पढ्नेछु ल कि कसैले एकजनाले पढ्नु 26 को 1 देखि लिएर 5 सम्म पढ्नुहोस् न यहाँ होइन तपाईँले पछिमा पढ्नुहोस् कसैले पढ्नु ल। प्रभु आफ्नो परमेश्वरले तिमीहरूको निज अधिकारमा दिनुहुने देश भाइ यो लानुहोस् त एकछिन हेलो यो लानुहोस् त ल सबै सुन्नुहोस् है त। यहाँ भएमा डल्ले खोर्सानी साग सिमी चाहे रुपियाँ पैसा होस् जे होस् त्यहाँ के गर्नु पर्दछ त्यो व्यवस्था पुस्तकमा राम्रो लेखेको छ ल पढ्नुहोस् त भाइ। प्रभु आफ्ना परमेश्वरले तिमीहरूको निज अधिकारमा दिनुहुने देशमा पुगेर त्यसलाई अधिकार गरी त्यसमा बसोबास गरेपछि प्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशको भूमिबाट उब्जने सबै किसिमका उब्जनीको अगौटे फल एउटा डालोमा हालेर
परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्नलाई छान्नुहुने ठाउँमा लैजाऊ। एकछिन भाइ, केमा हाल्नु अरे? एउटा डालोमा। केमा हाल्नु अरे? डालोमा। यो डालो त उदाहरण। पुगेपछि भनेपछि समुद्र पुगेका छैन त्यहाँ, बाटोमा छैन। तर पुग्नुभन्दा पहिला उनीहरूलाई न्याय नीतिहरू सिकाइदिएको छ। प्रभुले त्यो सिकाउँदै हुनुहुन्छ, मोसेसँग बोल्दै हुनुहुन्छ। पढ्नुहोस् त भाइहरू चाहिँ। र त्यस बेला तत्कालीन पुजारीलाई भन्, उहाँले हामीलाई दिन्छु भनी हाम्रा पितापुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएको देशमा म आइपुगे भनी परमप्रभु तपाईँका परमेश्वरको अघि म स्वीकार गर्छु। तब पुजारीले तिमीहरूका हातबाट त्यो डालो लिएर परमप्रभु तिमीहरूका परमेश्वरका वेदीको अघि तिनले राखिदिनेछन्। तब तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको सामने यसो भन्नु, मेरा पुर्खा फिरन्ते अरामी थिए। उनी आफ्नो सानो परिवारसँग मिश्रमा गई प्रवास गरे अनि त्यहाँ उनीबाट एक महान सामर्थी र असंख्य जाति उत्पन्न भयो। र तर मिश्रीहरूले निष्ठुर व्यवहार गरे र हामीलाई दुःख दिए र कठोर दासत्वमा राखे। तपाईले 5 सँग पढ्नुभयो? मैले 6 सँग। ओके ल, थ्यांक यू भाइ। हुन्छ, धन्यवाद भाइ विशाल पढाइमा। यहाँ त के भन्नुभएको छ नि, यहाँ राम्रोसँग भन्नुभएको छ, हाम्रा परिवार, हाम्रा शाखा सन्तान फिरन्ते थिए। किन फिरन्ते भनेको चाहिँ मिश्रबाट आउँदै गर्दाखेरि 40 दिनको बाटोमा जुत्दा 40 वर्ष लाग्यो। कहिले भोरे प्रभात हुँदै, कहिले डाँडा काँडा हुँदै, कहिले भन्जेन हुँदै, कहिले तराई हुँदै उनीहरू त्यहाँ भोग्टालिनु पर्यो। उनीहरू पुगेका छैनन् त्यहाँनिर। तर पुग्नुभन्दा पहिला चाहिँ त्यहाँ के गर्नु पर्ने रहेछ त? अघि कसले प्रार्थना गरेको थियो? भेटीको लागि पनि प्रार्थना गरे। अच्छा, दाजुसँग प्रार्थना गरेको थियो, प्रभु जति पनि उहाँले दिनुभएको मुठ्ठी खोलिएको छ तपाईँको नाउँ लेखिदिनुहोस्, तपाईँको नाउँमा लेखिदिनुहोस् है। हामी पक्कै स्वर्गै जानको लागि हामी चर्च जाँदैछौँ होइन? त भोलिपछि माथि प्रभुको अगाडि जाँदा चाहिँ नि तिमीले त्यो $5 दिन किन तिमीले लोभ गरे भन्दा के भन्नु? उत्तर के दिनु त्यतिखेर? छैन भनौँ भने अब प्रशस्तै छ, चलाइरहेको छ। के भन्नु त्यतिखेर? के एन्सर दिनु त्यतिखेर? यो त बाइबलको वचनको आज्ञाहरू हो। कतिचोटि चाहिँ इजरायलीहरूले नि हामी मान्छौँ सुन्छौँ भने तर त्यो अनुसार गरेन। त्यस कारण इजरायलीहरू 40 दिन लाग्ने बाटोमा 40 वर्ष लाग्यो। किन भन्नुहोस् त? किन 40 वर्ष लाग्यो? इजरायलीले भनेको मात्र हो? आज्ञा पालन गर्दा हो पास्टर? होइन नि। 40 दिन लाग्नेमा 40 दिन मात्रै लाग्थ्यो, किन 40 वर्ष लाग्यो? उनीहरूले आज्ञा पालन गरेर होला हो, होइन? उनीहरूले गणगन गरेर, भनेको नसुनेर, परमेश्वरको वचनमा अवहेलना नगरेर, आदर नगरेर। अहिले कस्तो भने क्रिस्चियनहरू जब चर्चमा आउँछन् कति ठाउँमा चाहिँ के गर्छन् भने नभनौँ, कति ठाउँमा चाहिँ वचन पढ्ने ठाउँ फेसबुक खेलेर बसिरहेको हुन्छ। त्यो विश्वासी कहिले आशिष हुन्छ? हुँदैन नि? त्यो विश्वासी कहिले नेभर आशिष हुँदैन। उसको फेसबुकमा चाहिँ देख जान्छ, चर्चमा आएर फेसबुकमा छ, उता फेसबुकमा छ, यता आएर फेसबुकमा छ। खै कतिचोटि चाहिँ हामी विश्वासीहरू आशिष नहुनुको कारण चाहिँ परमेश्वर समाएन दिएर पनि हो। त्यस कारण परमेश्वरलाई समाइदिउँ, सुन्नु पर्ने त म सुनौँ। त्यस कारणले परमेश्वरलाई आदर गरौँ। हरेक किसिमको उब्जनीको प्रथम भाग भनेपछि चाहिँ रोपिएको बिरुवा, रोपिएको के अरे यो फलफ्रुटहरू मात्रै होइन रहेछ। हरेक किसिम भनेपछि हामीले काम गरेको भनेर पनि भन्नुपर्छ। त्यस कारणले धन सम्पत्तिले यस जीवनमा पनि आनन्द र शान्ति दिन
सक्ने छैन। बरु हाम्रो मनमा त्यसले चिन्ता बनाउँछ। आनन्द शान्ति दिँदो रहेछ तर चिन्ता बनाउँछ। के भनेर चिन्ता बनाउँछ थाहा छ? के भनेर चिन्ता बनाउँछ? अस्ति पास्टरले प्रचार गरिहाल्नु भयो, नदिँदा पनि भरे ती सबैले देखेको हुन्छ। अनि के गर्नु भित्र कट खान थाल्छ। प्रिय तपाईँले मैले परमेश्वरलाई कतिको आदर गर्दैछ। आदर गर्न सिक्नुहोस्। म आदर गर्न सिक्छु परमेश्वरलाई। I never lie for God. God knows everything in our life. God knows everything in our heart. He knows everything. डोनाल्ड ट्रम्पले एउटा प्रेसिडेन्ट डोनाल्ड ट्रम्पले एउटा त्यहाँ हालेको देख्दैन मैले। पैसा छैन ऊ हाल्यो भन्छ, अनि पैसा छ भने चाहिँ हावा हाल्यो भन्छ। साह्रै मजा लाग्यो। पैसा छ भने तिमी को भन्छ, छैन भने तिमी को भन्छ। छ भने तपाईँ कस्तो हुनुहुन्छ सोध्छन्। फेरि हामी हो आयो त पुगेका छैन नि, होइन? हो आयो पुग्नु भएको छ भने कोही परमेश्वरलाई आदर गर्नुहोस्। सिक्नुहोस् परमेश्वरलाई। जब तपाईँलाई आदर गर्नुहुन्छ त्यो परमेश्वरलाई आशीर्वाद दिनुहुन्छ। मैले भन्दै थिएँ हुनेलाई दिने छ, नभएको नहुनेलाई कोसिनै सक्नुहुन्छ। यदि परमेश्वरलाई खेलवाड गर्दै जान्छ भने चाहिँ प्रिय मण्डली यो भन्न सक्दिनँ परमेश्वर आफै गर्नुहुन्छ। मत्ती 6:21 भनेको छ, जहाँ तिम्रो धन छ त्यही तिम्रो मन पनि हुन्छ। निकाल्नुहोस् त मत्ती पुस्तक मैले ढाँटे थिएँ। यहाँ भनेको छ किनकि जहाँ तिम्रो धन हुन्छ त्यहाँ तिम्रो मन हुन्छ। जहाँ तिम्रो धन छ त्यहाँ तिम्रो परमेश्वरको मन पनि होस् भन्नु पर्छ हामीले। आमेन। तर कि जहाँ तिम्रो धन छ त्यहाँ तिम्रो मन हुन्छ भन्नुहुन्छ। अनि हाम्रो मन चाहिँ धन सम्पत्तिमा मात्रै होइन, होइन? तर हामीले धन सम्पत्तिलाई मालिक बनाउने होइन। हालेलुया। कसलाई मालिक बनाउनु हुँदैन अरे? कसलाई मालिक बनाउनु हुँदैन? धन सम्पत्तिलाई मालिक बनाउनु हुँदैन। तर हामीले मालिक बनाउनु पर्ने कसलाई हो? परमेश्वरलाई। कति तपाईँहरू एकदम बुझ्नुहुन्छ तपाईँहरू, साह्रै बुझ्नु तपाईँहरू। हामीले कसलाई मालिक बनाउनु पर्ने? परमेश्वरलाई। अघि त्यो कृष्णले भनेको थियो नि त, प्रभु के गर्नु यो भनेर भन्नुहुन्थ्यो नि। तर त्यो व्यक्तिले पहिल्यै परमेश्वरलाई मालिक बनाएको भए उसलाई त जवाब आउने थिएन नि त नि। तर हामीले धन सम्पत्तिलाई मालिक बनाउने होइन, तर हामीले परमेश्वरलाई मालिक बनाउनुपर्छ। यो धन सम्पत्तिको मालिक तपाईँ हुनुहुन्छ है, परमेश्वर हुनुहुन्छ। आमेन। हालेलुया। अरूले के भनेको थियो? प्रभु म आमा घरबाट नाङ्गे, आमा घरबाट नाङ्गे म नाङ्गे जान्छु, होइन? तर अब्राहमले अन्तिम अवस्थासम्म स्थिर रहेको कारणले गर्दा परमेश्वरलाई आदर गरिरहेको समयले गर्दा परमेश्वरलाई आदर गरेको कारणले गर्दा अयुबलाई अगाडिको भन्दा पछाडि अझै आशीष दिँदा तपाईँहरूले अन्तिममा गएर पढ्न सक्छ अयुबको पुस्तकमा। हालेलुया। त्यसकारणले हाम्रो धन सम्पत्तिमा मन लाउने होइन, धन सम्पत्तिलाई मालिक बनाउने होइन, तर मालिक चाहिँ हामीले कसलाई बनाउनुपर्छ? परमेश्वरलाई। ठुलो ताली छ धन्यवाद परमेश्वर। यति मात्रै परमेश्वरलाई ताली बजाएको। मालिक बनाउनुहोस् परमेश्वर। सिक्नुहोस् दिनको लागि। म सिक्छु, म सिकिसकेको छु, म दिन जान्छु। परमेश्वरलाई आदर गर्न सिक्नुहोस्। कोरिन्थीको पुस्तकमा 6:10 के भनेको छ भने रुपियाँ पैसाको मोह नै खराबीको जरा भनेको छ। सुन्नुहोस् है, त्यहाँ के भनेको छ अरे? खराबीको जरा। एकजना उठेर पढ्नुहोस् त, कसैले साह्रो गरेर पढ्नुहोस्। जरा ल कसले पढ्ने ल? स्मार्टको नानीलाई भित्र पठाइदिनु। एकजनाले पढ्ने, कसले नेपाली आउँछ पढ्नु ल? ल पढ्नुहोस् कसैले ल।
किनभने रुपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीको जड हो। हो पैसाको लोभमा परेर पैसाको लोभमा परेर कोही विश्वासबाट कुमार्गतिर लागेका छन् र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्। हो धेरै पीडाले उनीहरूको हृदय के गर्छ रे? घोचेको छ। अथवा अलिकति यता सुलेमान राजाको कथामा लानु पर्यो। म यहाँ लेखेको छैन। सुलेमान राजा कसो छोरा थिए? कसले भन्न सक्छ सुलेमान राजा कसो छोरा थिए? मण्डली हालेलुया। सुलेमान राजा कसो छोरा थिए? दाउदको छोरा थिए हैन? सुलेमान र दाउदको छोरा थिए नि त। अनि सुलेमान राजा चाहिँ एकदम बुद्धिमा भरपुरी भएका व्यक्ति हो। कतिखेर सुलेमान राजा बुद्धिले भरपुरी भएर थाहा छ? थाहा छैन नि? हो जब सुलेमान राजाले टेम्पल बनाइसके, अहिलेको शनि मन्दिर चर्चलाई बनाइसके, अनि सुलेमान राजाले भन्छन् मैले बनाइसकेँ प्रभु। जब प्राप्त गर्छन्, प्राप्त गर्दाखेरि परमेश्वरले सुलेमान राजालाई भन्नुहुन्छ के माग्छस् माग भन्नु। माग के माग्छस् माग त भन्नु। सुलेमान राजाले के माग्नु? हामी जस्तो नि होइन प्रभु, मलाई त फरारी गाडी चाहिन्छ। ल प्रभु त्यो किप्टेनको बिल्डिङ त सही मेरै होस्, त तलको मनमा बसेको सेतो बिल्डिङ पनि मेरै होस्। सायद अझै आकर यो लागत भए चाहिँ मेरै होस् भन्नु होला नि। तर सुलेमान राजाले के मागे थाहा छ? प्रभु तपाईँले यो प्रजालाई चलाउनुको लागि चाहिँ मलाई ज्ञान र बुद्धिले भर्नुहोस्। आमेन आमेन। उसको पहिला सम्पत्ति हो। हालेलुया हालेलुया। उसको पहिला सम्पत्ति हो। किनकि ज्ञानको सुरुवात नै परमेश्वरबाट आएको हुन्छ। आमेन आमेन आमेन। परमेश्वरको भय नै ज्ञानको सुरुवात हो। अनि परमेश्वरले चाहिँ जब सुलेमान राजालाई त्यो ज्ञान र बुद्धि दिए नि, जब त्यो ज्ञान र बुद्धि पाएपछि नै सबै देशको मानिसलाई थाहा भयो सुलेमान राजा त पुरा ज्ञानी छन् अरे भन्ने। त्यतिखेर सुलेमान राजालाई एउटा परीक्षा आयो। दुईजना आइमाई आए त्यहाँनिर अनि भन्छन् प्रभु यो नानी चाहिँ मेरो हो, यो नानी उसको हो। किन उसको नानीले पहिले क्या मारेको थियो नि त, तर त्यो नभएको नानी चाहिँ मेरो भन्दैछ। सुलेमान राजाले बुद्धि खेलाउनु भयो। ल ठिक छ, ल जसको नानी कसको नानी होइन भन्दाखेरि उसको नानी होइन मेरो नानी हुन्छ प्रभु भन्नु भन्यो त्यो नानीको आमाले। थाहा छ? अनि भरे यो नानीलाई म काटौँ भन्दाखेरिमा चाहिँ त्यो नानीको आमा नहुनेले के भने काट्नुहोस् भने त नानीको आमा प्रभु चोखा दिनुहोस्, बरु उला दिनुहोस्। हेर्नु त त्यो देखेर परमेश्वर कति प्रसन्न हुनु। सत्य त्यहाँ आएका भन्नुहोस् त, जसले नमाग्नु भनेको नानी उसको भएछ, नानी उसकै थियो नि त। अनि सुलेमान राजाको ज्ञान र बुद्धिलाई जब मानिसहरूले सुने अनि सुलेमान राजाको ज्ञान र बुद्धि उपदेश सुन्नलाई मानिसहरूले स्वागत लिएर आउँथे। के लिएर आउँथे अरे? स्वागत लिएर आउँथे। सुलेमान राजा भेट्नको लागि रुपियाँ पैसा सुन चाँदी लिएर आउँथे। सुलेमान राजा जति धनी हुँदै गए हुँदै गए हुँदै गए हुँदै गए अन्त धनले गर्दाखेरिमा सुलेमान राजाले परमेश्वरलाई भुल्यो। अनि उनले त्यहाँदेखि 1600 गोपिनीलाई उनले सुलेमान राजाले 1600 गोपिनीहरूलाई उनले मन थाले। थाहा छ धनको प्रशस्तले मान्छेले नि कहाँको कुमार आएको छ हेर्न सुनेको छ नि सुलेमान राजालाई ती मैत गराउने स्त्रीहरूले मूर्ति पूजन गर्दा हेर्नु हिजो त्यति ज्ञानी व्यक्ति, त्यति परमेश्वरमा निर्धक्क हुने व्यक्ति जब उसलाई पैसा हुँदै गयो नि उसले परमेश्वरलाई भुलि पठायो। अनि उसले त्यो मैत गराउने स्त्रीहरूलाई उसले समाइदियो। अनि अलिअलि गर्दा ऊ मूर्ति पूजातिर लाग्यो। सुलेमान राजा धनसम्पत्ति सबै सक्यो। प्रिय मण्डली, म भन्न चाहन्छु हामीले परमेश्वरलाई मालिक बनाऊ र
ताला समृद्धि लाए त्यस कारणले रुपियाँ पैसाको मोह चाहिँ के हो है खराबीको जरा हो पैसा खराबी होइन है भोलि गएर पैसा नपाउनुहोस् भने पैसा खराबी होइन तर पैसालाई प्रेम गर्नु चाहिँ खराबी यदि त्यो भने मेरो सकिन्छ भन्नु चाहिँ खराबी हुन्छ हामीले के जवाब दिने माथि स्वर्गमा आज्ञा पालन गऱ्यौँ गरे प्रभु चर्च गयौँ चर्च गएका थियौँ प्रभु तिमीलाई मैले देखेको थिएँ अरू वर्षमा तिमी नाचौ नाचे अब कोही पनि गरौँ गरे शुक्रबारको दिन सकी भान्जुमा भने सङ्गति बसेँ होइन त्यतिखेर मलाई दिनुपर्ने चाहिँ त्यो भाग मलाई किन दिनु भन्दा त्यतिखेर के गर्नु त्यतिखेर के भन्नु जवाब छ प्रभुको अगाडि छैन प्रेमले तपाईँ मैले आदर गर्न सिकौँ परमेश्वरलाई प्रेम गर्न सिकौँ उहाँलाई इज्जत गर्न सिकौँ सुलेमान राजा जस्तो नहोस् कुमारतिर नजानुहोस् परमेश्वरलाई समाइदिनुहोस् हालेलुया एकजना व्यक्ति हुनुहुन्थ्यो सायद युट्युबमा पस्छ नागाल्यान्डमा रवि दाजु भन्ने हुनुहुन्थ्यो रवि दाजु उहाँको श्रीमतीको क्यान्सर थियो रहेछ भित्र जाँदाखेरि अनि उहाँले त्यतिखेर मलाई मुठी खोल्नुहुन्थ्यो पछाडि गएर बुझ्दाखेरि त उहाँले भएर दिनुभएको रहेछ नहुँदा पनि छुट्याएर दिनुभएको रहेछ उहाँको श्रीमतीको ट्रिटमेन्ट गर्नुपर्ने थियो क्यान्सरको केस ट्रिटमेन्ट गर्नुपर्ने छ र पनि प्रार्थना गर्दै जाँदाखेरिमा चाहिँ परमेश्वरले मेरो नाम लिनुभयो अन्त दाजुले मेरो निम्ति मुठी खोल्नुहुन्थ्यो आमेन रवि दाजुको श्रीमती क्यान्सर पीडितबाट चलाइरह्यो परमेश्वरले आशीर्वाद दिनुभयो अहिले हुनुहुन्छ हालेलुया त्यसको जति परमेश्वर हामी आदर गर्छौँ त्यति परमेश्वरलाई महिमा हुनुपर्छ मत्ती 6:24 र 25 लाई हेरौँ मत्ती 6:24 हुन्छ म आफै निकाल्ने छु मैले चाहिँ एउटा मैले निकालेको मात्रै थिएँ तर एउटा मात्रै भएछ हुन्छ त्यसो जे होस् मेरो पनि गल्ती हो म त्यसलाई स्वीकार गर्छु हजुर 24-25 पनि छ ओके यहाँबाट ल यसकारण दुई मालिकको सेवा गर्न सक्दैन किनभने त्यसले एउटालाई घिन गर्छ र अर्कोलाई प्रेम गर्छ अथवा त्यसले एउटाप्रति भक्ति राख्छ र अर्कोलाई त्यसले तुच्छ ठान्छ तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ 25 मा निकाल्नुहोस् त ल यसकारण म तिमीहरूलाई भन्दछु के खाउला के पिउला भनी आफ्नो प्राणको निम्ति र के लगाउला भनी आफ्नो शरीरको निम्ति फिक्री नगर त्यो जीवन खानेकुरा भन्दा र शरीर लुगा फाटा भन्दा उत्तम होइन र त्यहाँनिर एन्सर राम्रो छ है त्यसकारण पहिले पनि दुई मालिकको चाकर गर्न सक्दैनौँ हामीले मालिक म भने पैसालाई मालिक हामीले कहिले गर्नु हुँदैन हालेलुया यदि समय दिनुपर्ने समय दिउँ उब्जनीको भागहरू के छ भने प्रभुलाई दिउँ प्रभुले त खानुहुन्न उहाँले त खानुहुन्न उहाँलाई चाहिँदैन तर यो चाहिँ आज्ञाकारी हुनुहोस् मण्डली विशेषज्ञ हुनुहोस् इमान्दारी हुनुहोस् तपाईँको इमान्दारी पनि कहिले पनि आउँदैन तपाईँको विश्वास कहिले पनि टुट्दैन र हामी यदि इमान्दारी हुन्छौँ परमेश्वरमा आज्ञाकारी हुन्छौँ भने आज्ञाकारी र इमान्दारी व्यक्तिको जीवनमा उसँग भए पनि नभए छ जस्तै देख्छ भएको जस्तो देख्छ त्यस कारण हामीले परमेश्वरलाई कहिले पनि खिलवाड नगरौँ कहिले पनि हामी उहाँलाई खटाट नगरौँ इमान्दारी प्रकारले परमेश्वरलाई दिउँ
र हुँदा आजको वचन शीर्षक के थियो अरे? वचन शीर्षक हुँदा पनि गाह्रो नहुँदा पनि साह्रो, पछि नै छुट्छ। हुँदा लोक कस्तो रहेछ, नहुँदा के हुन्छ? साह्रो हुन्छ नि। त्यस कारणले हाम्रो हृदय चाहिँ परमेश्वरलाई दिउँ, उहाँले हामीलाई दिनुहुन्छ। आमेन, हालेलुया। प्रभुलाई महिमा होस्। र उहाँको वचन, दिव्य वचनमा हामी हेरौँ भने मालिकको अर्थ चाहिँ मालिकको सेवा नि गर्न सक्दैन। यहाँ कुनै पनि मानिसले दुई मालिकको नि सेवा गर्न सक्दैन। हरेक मानिसले म कुन चाहिँ मालिकको सेवा गर्छु भनेर उसले सोध्नुपर्छ। दुई मालिकको सेवा गर्न सक्दैन, तर हरेक मालिकले के सोध्नुपर्छ अरे? म कुन मालिकको सेवा गरौँ, कुन मालिकको सेवा गर्नु सोच्नुपर्छ। आफूलाई प्रसन्न विशेष गरी र परमेश्वरले तपाईँहरूलाई यदि तपाईँको जीवनमा आशिष हुन चाहनुहुन्छ, तपाईँको जीवनमा इमान्दारपट राखिछोड्नुहुन्छ भने परमेश्वरमा आगे कार्य हुनुहोस्। परमेश्वर तपाईँहरूलाई दिन चाहनुहुन्छ, किनकि आफ्नो पुत्रलाई पनि बाँकी राख्नु भएन। किन? परमेश्वरलाई महिमा होस्। हालेलुया। आउनुहोस् हामी प्रार्थना गरौँ।